अरूको लागि नराम्रो शब्द नबोल्नुहोस्, सहन गर्न सक्नुहोस्। हजुर सनातनी हुनुहुन्छ, हजुर हिन्दू हुनुहुन्छ र भगवानले हामीहरूलाई सनातन धर्ममा जन्म दिनुभएको छ। प्रतिज्ञा गर्नुहोस् सनातनमा जन्म भएर हाम्रो मृत्यु पनि सनातनमै होस्। प्राण जाओस् तर अन्य धर्ममा हामी जाँदैन। कट्टर सनातनी भएर आफ्नो जीवनलाई बिताउनुहोस्। सनातनले के सिकाउँछ? सबैलाई सम्मान गर्न सिकाउँछ। सनातनले वसुधैव कुटुम्बकम यो वाक्यलाई सिकाउँछ। सबैलाई प्रेम गर्नुहोस्। हामी आफ्नो धर्मको लागि मर्न तयार छौँ, तर अरू धर्ममा आफ्नो पद राख्न तयार छैनौँ, शरण राख्न तयार छैनौँ। किन सङ्कोच गर्नुहुन्छ?